तपाईले पनि ब्याक पेन हुन्छ मेरो जस्तै ढाड दुख्छ मेरो पनि दुख्थ्यो 5 दिन एक्सर्साइज गरे ठीक भयो तपाईलाई सिकाउँछु कम्तीमा तपाईलाई ब्याक पेन भन्छ 3 मिनेट त हेर्नुस् यो भिडियो पुरा भिडियो हेर्नु होला है त पहिला यसरी बस्ने अनि यसो गर्ने र यो ढाडलाई यसरी तान्ने अगाडि तान्ने यसरी 1 2 3 4 5 6 7 8 9 10 अब यो ढाडलाई यता तान्नुस् हेर्नुस् यतापट्टि तन्काउनुस् है राइट साइड तन्काउनु लेफ्ट साइड यसरी तन्किनुस् यसरी फेरि 10 गर्नुस् 10 गरेर होल्ड राख्नुस् फेरि तपाईको यता तान्नुस् यो भाग यता तन्काउनुस् यसलाई फेरि 10 होल्ड राख्नुस् त्यसपछि तपाईले अर्को एक्सर्साइज गर्नुपर्ने हुन्छ यसरी बस्ने त्यसपछि यहाँ समात्ने यसलाई झुकाउने फेरि 10 गर्ने 10 गर्ने यहाँसम्म यसरी गर्नुस् यो साइड यसरी तन्काएर राख्नुस् फेरि यतापट्टि त्यस्तै गर्नुस् फेरि झुक्नुस् 1 2 3 4 यसरी 10 गर्ने यहाँसम्म यसरी होल्ड राख्नुस् साइड यो खुट्टा यसरी तान्ने एउटा खुट्टा यो सिधा राख्ने र टाउको यसरी झुकाउने 1 2 3 यसरी 10 काउन्ट गर्नुस् त्यतिखेरसम्म होल्ड राख्नुस् फेरि खुट्टा राख्नुस् फेरि यो खुट्टाले गर्नुस् यो पनि 10 होल्ड राख्ने त्यसपछि दुईटै खुट्टा यो गर्ने यो 10 गर्ने र अर्को अब लास्ट एउटा प्रत्येक एक्सर्साइज 5 पल्ट गर्नुस् 5 दिनमा च्वाट्टै मेरो त ठिक भइसक्यो